वाटर बनाउने गइरहेको छु। यो चाहिँ रोजमेरी हो, रोजमेरीको बोट। हामीलाई धेरै चाहिँ चाहिँदैन रोजमेरी वाटर बनाउनलाई चाहिँ। म आज तपाईँहरूलाई चाहिँ रोजमेरीको बारेमा थोरै भनिदिन्छु। रोजमेरी चाहिँ एकदमै राम्रो चियाहरू खानलाई अनि पिज्जाहरूमा नि हालेर बनाउँछन् हैन। तर स्पेसली चाहिँ यो चाहिँ हेयर फलहरू रोक्ने, हेयर राम्रो बनाउने, सिल्की स्मुथहरू बनाउने गर्छ हैन। त्यही भएर आज चाहिँ म हजुरहरूलाई रोजमेरी वाटर चाहिँ कसरी बनाउँछ, कस्तो हुन्छ ओरिजिनल रोजमेरी वाटर भनेर चाहिँ म हजुरहरूलाई आज देखाउँछु। त्यसैले प्लिज लाइक एन्ड सब्सक्राइब, कमेन्ट गर्दै गर्नु होला, मेरो ब्लगलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू। बनाउनको लागि चाहिँ हामी सुरु गरौँ है त। यो चाहिँ हामीले अब भाँडा बसाल्ने, भाँडा चाहिँ हजुरहरूलाई कतिको क्वान्टिटी चाहिन्छ त्यो अनुसार भाँडा बसालेपछि चाहिँ पानी चाहिँ हामीले चाहिँ अब कति, अब कपाल कति छ, कति लामो छ, कति दिनसम्म राख्ने त्यसमा डिपेन्ड हुन्छ। मलाई चाहिँ यति थोरै मात्र चाहिने भएको भएर मैले थोरै मात्रै युज गरेँ। हजुरहरूलाई जति राख्न मन लाग्छ त्यति राख्दा भयो हैन। तर रोजमेरीको क्वान्टिटीमा पनि डिपेन्ड हुनुपर्छ है। यसमा चाहिँ एकदमै राम्रोसँग मिलाएर गर्नुपर्छ। अनि रोजमेरी यो वाटर चाहिँ एकदमै राम्रो हुने भएर हैन मैले पनि ट्राई गरेँ हैन। हेर्नुस् अब यसरी पकायो, उम्लेर पछि 20 मिनट्स पछि चाहिँ यो उम्लेर राम्रो त्यो दुध उम्लिँदा आउँछ नि गाज जस्तो, त्यो गाज जस्तो आउँछ। अनि त्यसपछि निमाइदिने हैन। हेर्दै जानु है गाइजहरू। लगभग कति मिनट हेर्नु है कति राम्रोसँग मजाले उम्लेको छ। मेरो चाहिँ लगभग कति आधा जति चाहिँ पानी घट्यो होला है। त्यसपछि घटिसकेपछि चाहिँ हामीले यसलाई निमाइदिउँ है। निमाएपछि चाहिँ यसलाई अलिकति चलाउने हैन। त्यसपछि अनि एकछिन रुम टेम्परेचरमा राखिदिने। अनि त्यसपछि फ्रिजमा राख्यौँ भने चाहिँ युज गर्न अलिक सजिलो हुने हो है। मैले चाहिँ यस्तो स्प्रे गर्नेवाला बोतलमा राख्न लागेको छु, सजिलो हुन्छ नि त हाल्नलाई कपालहरूमा हैन। अब म हाल्न गइरहेको छु है त। रोजमेरी वाटर सेलाएपछि चाहिँ यसरी छानेर हामीले हालेको छौँ हैन। त्यसपछि छानेपछि तपाईँ छानिसकेपछि 1-2वटा पातहरू चाहिँ तपाईँले बोतलभित्र पनि राख्दा हुन्छ, नराख्दा पनि हुन्छ। नर्मल्ली नराखेकै राम्रो हुन्छ। तर एकदमै केयरफुल्ली राख्नु होला। मसँग चाहिँ त्यो फनेल नभएर मैले ग्लासबाट खनाएको, सो डोन्ट माइन्ड। ल हेर्न सक्नुहुन्छ मेरो चाहिँ यति जति मात्र भयो हैन। फुल नबनाउँदा पनि मलाई केही फरक नपर्ने भएर हजुरहरूलाई स्याम्पलको लागि मैले बनाइदिएको थिएँ हैन। मसँग अलरेडी अर्को चाहिँ मैले चाहिँ त्यसमा चाहिँ मेथीको अनि उहरू हालेर बनाएको थिएँ। यो चाहिँ नर्मल रोजमेरी वाटर। ल गाइज आज चाहिँ हामीले रोजमेरी वाटर बनाएर देखाएको छौँ हजुरहरूलाई। आई होप हजुरलाई राम्रो लाग्यो होला। अझै पनि राम्रो भिडियोहरू लिएर आउनेछु। सो लाइक, कमेन्ट, सब्सक्राइबहरू चाहिँ गरिदिँदै गर्नु होला फर मोर अपडेट्सहरूको लागि। बाई बाई।